यो जिन्दगीको मोडको पनि केही थाहा हुँदो रहेछ हैन। आज चाहिँ एकदम दुःखद खबर है। मेरो मामा जुन टिकटक लाइभमा हामीले हिजो अस्ति सँगै गीत पनि गाउनु भएको थियो मेरो मामाले है। उहाँको नाम पनि मोहन नै हो। यहाँ माथि फोटो हेर्न सक्नुहुन्छ। सायद मेरो टिकटकमा जति पनि जोडिनु भएको साथीहरूले हैन, मसँग जोडिनु भएको साथीहरू त्यति बेला सायद उहाँहरूलाई थाहा पनि छ होला, चिन्न पनि चिन्नु भएको छ होला है। अब के गर्ने, अब किस्मत यस्तै हो हैन। सो मान्छेको चाहिँ अब थाहा हुँदैन कति बेला के हुन्छ भन्ने है। उहाँको चाहिँ नि अचानक मृत्यु भएछ। आज मैले बिहान चाहिँ नि मलाई मेरो दाजुले कल गरेर भन्नुभएको कि मामाको यस्तो यस्तो भयो रे, मृत्यु भयो भनेर हैन। सो सोच्न पनि सकेको थिएन हैन हामीले। सो के गर्ने, अब अचानक यस्तो हुन्छ भन्ने है। भगवानले अब उहाँको आत्मालाई शान्ति दियोस्। सो हैन, एकदम मनदेखि माया छ। आई मिस यु मामा। सो अब हार्दिक श्रद्धाञ्जली हजुरलाई, भगवानले राम्रो ठाउँमा बास दिउन् है। अब के गर्ने, एज त थिएन मामाको, अब एकदम यङै हो हैन। बट के गर्ने, अब जिन्दगीको मोड थाहा हुँदैन नि त कति बेला कहाँ गएर अब ढल्छ भन्ने कुरा है। सो यार यस्तो मनदेखि यस्तो लागेको छ, कसम यार मामा। सो आई मिस यु यार हैन। अब यहाँबाट त हामीले के नि गर्न सक्छ र, बट है अब यो मलाई यस्तो सपना जस्तो लाग्यो कि कसम यार, लिटरली यार। अब हिजो अस्ति 2-3 दिन पहिला नै हो। सो हामीले हैन टिकटक लाइभमा आउनुभयो अनि सन्चो बिसन्चो सबै कुरा सोध्यो हैन। अनि चाहिँ नि मैले मामालाई पहिला पनि भन्थेँ हैन, मामा गीत सुनाउनु न भनेर। सो अनि अस्ति चाहिँ नि आउनुभयो। ल मेरो भान्जाले धेरै दिनपछि धेरै भन्नुभयो हैन, भन्नुभएको थियो मलाई। सो आज चाहिँ नि म भान्जाको ख्वाइस पुरा गरिदिन्छु भनेर आउनुभयो, मेरै टिकटकमा आउनुभयो। अनि मेरो साथीहरूको पनि टिकटक ब्रडमा आएर गीत सुनाउनु भयो। अनि गीत सुन्यो भनेर। सो आज चाहिँ नि बिहान यस्तो मेरो दाजुले खबर सुनाउँदाखेरि मलाई कसम यार एकदम छाँगाबाट खसेची भयो। सो मेरो मामालाई एकदम स्वर्गमा बास होस्, हजुरको आत्माले शान्ति पाओस् मेरो मामा है। सो सबै मिल्छ भने सबैजनाले यो भिडियोलाई चाहिँ माया गरिदिनु होला मेरो मामालाई हैन। एकदम मेरो मामाले एकदम सबैजनाले हैन राम्रो हैन। सो कमेन्टहरू गरिदिनु होला मेरो मामाले, मेरो मामाको आत्माले शान्ति पाओस् बस। मसँग बोल्ने अरू केही शब्द छैन।